नमस्कार साथीहरू लोक सेवा आयोग काठमाडौँ कार्यालय सिभिल समूह जनरल हाइवे इरिगेसन उपसमूह सब इन्जिनियर पदको जुन छ प्रथम चरणको जुन छ लिखित परीक्षा भवन आइसकेको छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ सबै कुरा यसमा लेखेको छ। सब इन्जिनियर सिभिल पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना यो सङ्घको रहेको छ। धेरैजनालाई कमेन्ट गर्नुभएको थियो कि कहिले आउँछ भिडियो अपलोड गरिदिनु, त्यही भएर जुन छ मैले यो भिडियो बनाएको छु। तपाईँहरू राम्रोसित यो हेर्नुहोला। यहाँ तपसिलमा हेर्न सक्नुहुन्छ परीक्षा कार्यक्रम दिएको छ। सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन परीक्षा प्रणाली वस्तुगत अब्जेक्टिभ रहेको छ। मिति 2082 साल 1 महिना 27 गते दिनको 1 बजे रहेको छ। त्यसै गरी यहाँ द्वितीय पत्रको लागि यहाँ विषय सब्जेक्टिभ हुनेछ। मिति 2082 साल 1 महिना 27 गते दिनको 2:15 मा यहाँ रहेको छ। अवधि 2 घण्टा 15 मिनट जुन छ हुनेछ इक्जाम। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। तपाईँहरू आफ्नो रोल नम्बर प्रवेश पत्रमा हेरेर यसमा आफ्नो सेन्टर जुन छ मिलाउन सक्नुहुन्छ। सबैको यहाँ दिएको छ। यसरी तल स्क्रोल डाउन गरेर तपाईँहरू यो सेन्टर यहाँ हेर्न सक्नुहुन्छ। लास्टसम्म यहाँ दिएको छ। तपाईँहरू आफ्नो रोल नम्बर प्रवेश पत्रमा हेरेर यसमा आफ्नो जुन छ सेन्टर मिलाउनु होला। यहाँ दिएको छ रोल नम्बरदेखि यतिदेखि यतिसम्म र स्वीकृत हुन बाँकी उम्मेदवारहरू सबैको यो रहेको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। विजय स्मारक मावि दिल्ली बजार भनेको यो विद्यालयको नाम रहेको छ। यसमा रहेको छ। परीक्षामा जानुभन्दा पहिला यो दृष्टि तपाईँहरू एकदमै राम्रोसित जुन छ यो पढ्नु होला। एकदमै जुन छ यो इम्पोर्टेन्ट रहेको छ। त यो थियो सङ्घको सब इन्जिनियर पदको जुन छ सेन्टर। धेरैजनालाई कमेन्ट गर्नुभएको थियो कि हेराइदिनु न भनेर, त्यही भएर यो भिडियो जुन छ बनाइदिएको छु तपाईँहरूको लागि। यो राम्रोसित जुन छ तपाईँहरू यो हेर्नुहोला। तपाईँहरू आफ्नो रोल नम्बर प्रवेश पत्रमा हेरेर यो जुन छ तपाईँहरू यसमा सेन्टर मिलाउनु होला। यहाँ विज्ञापन नम्बर दिएको छ 1200212007 2081-82 को लागि रहेको छ।